बिहेभन्दा अगाडि र बिहे गरेर बच्चा पाएपछि के झन् कति राम्री कति पातली पैसा ल बच्चा भएपछिको हालत यस्तो छ रुमको तिमी सफा गर्नु पर्दैन सुने मैले पनि सफा गर्ने सबै हो धेरै पछि डेनिज चलचित्रमा आएका छौ के भन्नु तपाईँलाई मेरो ब्लगमा स्वागत छ धन्यवाद छोरा मेरो नाति र मेरो तर्फबाट धेरै धेरै धन्यवाद तपाईँ मेरो फर्स्ट टाइम होइन मेरो ब्लगमा अस्तिदेखिको हालेकै छैन तिमीले त्यही त अस्ति पनि खिचेको हालेकै छैन अब म एकदमै ब्रेकमा बिजी थिएँ नि त म बाउ भएर अब मलाई फेरि जोस आइसक्यो यहाँ अब बिस्तारै हाल्छु म आज कहाँ जानु लाग्यो पूजा गुरुङ हेलो स्मिता गुरुङज्यू हजुर तपाईँलाई फेरि स्वागत छ मेरो ब्लगमा धेरै धन्यवाद हाम्रो दर्शकबिन्दहरूलाई पनि केही भन्न चाहनुहुन्छ मलाई यो ब्लगमा डेनी ब्लग्समा फर्केर आउँदा धेरै खुसी लागेको छ मैले चस्मा लगाइहालेँ यसरी नै आइरहनु पाऊँ भन्न मेरो के हो त्यो फुपूलाई नि स्वागत छ मेरो ब्लगमा ल ल फुपू भनेको को भन्दाखेरि यसरी खुसी छ बाबुको उसो आउन पाउँदा है अब सबजना फेमस हुनेवाला छ अब यहाँ कति महिनापछि अब आज मोरेल फल्स हाइक भनेपछि जुत्ता लाइन्छ स्पोर्ट्स जुत्ता मैले पनि त्यही भएर तैँले एन्डासको लगाएको भएर नि खुट्टा त्यसलाई खुट्टा दुखाउनु पुरानो जुत्ता माथिको कपडा एक्सन भइसक्यो क्या एक्सन पुरै रेडी भइसक्यो सरी म्याट यता अर्को म्याच फेरि हामीले आफ्नो बच्चा देखाएको छैन अहिलेसम्म होइन ल हेर्नु होला है ल ड्यानियल सिंह गुरुङलाई मैले देखाएकै छैन फेस छैन बाउलाई कति महिनामा आज यहाँ कति महिनापछिको जोस दुई महिनापछि हाम्रो बच्चाको फेस रिभिल ल है ल आएन ल है भएन हो ब्रेक ल फेल भयो फेल थिचेर तल होइन हो यो हो नि त तरिका दम छैन के बिराट भएर पुरा बुझ न यसरी नै हो मेरो बच्चा देखाइदियो नि त मिस्टर ड्यानियल सिंह गुरुङ भर्खर उठेर अब यहाँ हावा खान आएको छ कति हप्ता भयो अरे 9 weeks 10 weeks 10 weeks 10 हप्ता 10 हप्ता 3 दिन 10 हप्ता 3 दिन 3 दिनको मानिस खै उत्यो गर्नु त आमा यो खोल्नु त यहाँबाट चाहिँ अब हाइकिङ साइकिङ गर्नेहरूलाई चाहिँ एकदमै बेस्ट ठाउँ छ हाम्रो यो मोरेल्टा कन्जर्भेसन पार्क अब हामी भनेको चाहिँ यसो अलिकति चुस्स हिँड्न मात्र आएको यसो हावा खानलाई ओहो बाजिङका कफी स्मिता तिमी खान्छौ कि काफे होइन तिमी कहाँ लि खाँदै हिँड्ने भयो लिउ म बनाइदिनु क्या के राख्ने कुरा हो हाम्रो ओइ 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 ओइ
ओए मेरो बच्चा, ओए मेरो बच्चा। के एम एम हो। टोपी टोपी यस्तो भएछ नि त सोल्टीको। ल यस्तो ल ल ल ल म डुलाइदिन्छु ल ल ल ल ल ल ल 10 हप्ता कट्यो छोरो। ओहो हामीले होइन मैले के भन्दैछौ गाइचम आएँ आज कने आज आज भन रेडी हुन्छ त अब कसरत गर्न। कसरत गर्न धेरै ज्यान खायो वेट घटाउन। कति राम्रो छ यो ठाउँ। खानु त तातो नपाएर अर्कालाई लगिदिने सामानै धेरै हुन्छ आफ्नो पनि नहुन्छ 10 केजी किनेर लाँदा पनि मेरो लास्टमा उठ्ने बेला लुगा लाउने लुगा पनि थिएन सबै यहाँ कोसे अर्काको मात्रै है दिने लुगाहरू यस्तो भन्छ तिमी फस्यो स्मिता, यहाँ आइसक्यो। अब तिमी गयो। अब जसले स्मिता गुरुङसँग सामान लगेको पठाएका थिए सुन्नु होला तपाईँहरू स्मिता गुरुङको असली रूप। मेरो आफ्नै कोसेली मैले आफै दिने चाहिँ ए अर्काको त सामान बोक्ने चान्स छैन। आफ्नो धेरै हुन्छ दिने के त्यही भएर कसले धेरै लानु हुँदैन। अब योपालि नलान्छ एभ्रिवान गेट्स क्यास मात्र $1 सबैलाई देऊ न $10 हजार 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 रुपियाँ। $1 इज मेरो औकात। अब त्यही दिन मेरो अनुहार देखियो फर्स्ट टाइम भ्लगमा। कपाल कस्तो कपाल भड्डु कट काटेको छ बुढीले काटेको। मैले काट्दै यस्तो राम्रो काट्दैछ अहिले मेकअप लाएर नआएको यिनीहरूले त क्यामेरा झिकेर गरेर सेलिब्रिटी फेरि यहाँ सेलिब्रिटीहरूलाई थोरै बाबुले फेरि आज पनि त्यो पातलो लाएर खासमा अघि के भन्नु आएको थियो भन्दाखेरि सुन्ता कुरामा के सुन्ता कुरामा के अरे त्यो सामान भन्दा क्या पैसा दिएको मलाई फाइदा हुन्छ जस्तो लाग्छ क्या हामीलाई पनि अनि उता नेपालको मान्छेहरूलाई पनि क्या हामीलाई त बाबालाई फाइदा हुन्छ होइन। त्यस्तो चाहिँ नभन्नु होला होइन हो त्यो हामीलाई फाइदा हुन्छ खासमा होइन। हामीलाई त फाइदा हुन्छ तर के भन्छ उताको मान्छेलाई फाइदै हुन्छ क्या पैसा दियो भने उनीहरूलाई जे मन लाग्यो त्यही गर्छ होइन। के किन्न मन लागेर हुन्छ किन्छ नि त। ल पहिला ऊ पहिलो बाबुलाई मजा टाङै फाडिन्छ होला हौ। तिमी त्यो तिम्रो कपडा छैन त भित्र सम्म लाउने छ तर हिँड्न आउने टक्क उसलाई रिस उठ्यो कान छोपिदिनु। ल होइन सानो भयो 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 मस्त सुतेर बस्छ रे। टाउको केटा हुन्छ अरे के हुन्छ अरे होइन हावामा बोक्नु लगाएर यार त्यस्तो हुन्छ कि यहाँ यहाँ भयो 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 मजा लगाइदियो त मिलिहाल्छ ल ल ल ल ल ल ल जाऊ ल हिँड 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 ड्राइभर पनि देखाइदियो त टटटट हुन्छ अरे अब हल्लिन्छ अरे। The road in question. This is not going anywhere. La, picture. La, that's it. Alright. ए फ्रेमबाट त टाउको नै काटिरहेको रहेछ। Oh my god. क्यामेराम्यानको म पैसा काट्नु पर्यो अब यहाँ। This is फ्रीको क्यामेराम्यान डिरेक्सन भइरहेछ यहाँ।
ल कस्तो लाग्छ तपाईँलाई आमा बनेर भनिदिनुहोस् श्रोताबिनहरूलाई एकदम खुसी छु खुसी त देखिरहेछ पेटमा त्यही भएर भनेको नि खुसी छु भनेर तिमीलाई चाहिँ कस्तो लागेको छ नि बाउ भनेर मलाई एकदमै थकाइ लागेर मैं सोना चाहता हूँ मैं थक गया हूँ मैं सोना चाहता हूँ बजेहरूलाई कस्तो लाग्छ बजेहरूको कमेन्ट रियाक्सन त यहाँ ल बजेहरूलाई त एकदमै खुसी लागिरहेछ नि अब बजेहरूको पनि एकदम भाग्यमानी नाति देख्न पायो नातिले पनि बजेहरू देख्न पायो एकदम भाग्यमानी मेरो नाति अनि छोरा बुहारी पनि एकदम भाग्यमानी अहिलेसम्म दुवैतिरको आमाहरूसँग हिँड्न पायो त्यही हो अब ल हस् त धन्यवाद प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद छ Yeah, it's too bad. कफी भ्यान अझै छ अरे त्यहाँ कफी भ्यान छ कि छैन भनेर नआएपछि त कफी नै भने पनि बुझ्दैन कि त्यस्तो हुन्छ कि 10देखि यसको छोरा 12देखि बिहान 5 बजी उठ्छ अरे अनि डक्टरको रेकमेन्डेसनमा चाहिँ बच्चालाई 4-4 घन्टामा उठाउनुपर्छ अरे क्या अनि म मेरो बच्चालाई उठाऊँ कि नउठाऊँ भनेर टिकटक क्वेसन थियो के गर्छिस् त म त बच्चा सुतिरहेको छ भने त उठाउँदिनँ तिमी के गर्छौ मैले क्वेसन सुने कस्तो डेन्जर गाडी आयो डक्टरले चाहिँ रिकमेन्ड गराएको छ क्या 4 आवरमा उठाऊ भनेर डक्टरले 4 आवरमा उठाऊ भनेर रेकमेन्ड गरेछ तर उसको बच्चा चाहिँ 12 to 5 सुत्छ अरे 5 घन्टा 5 घन्टा सुत्छ त्यो मान्छे त त्यो डन्डाले हान्छ जस्तो हिँडेको एकदम जोसमा छ छोल्टी अनि सबै कमेन्टमा चाहिँ एभ्री 4 आवर्समा बच्चालाई उठाउनु पर्छ अरे क्या होइन पेडियाट्रिक नर्सले पनि उठाउनु पर्छ अरे किनभने बच्चाहरूले खाँदैन अरे नि त राति लङ ग्याप अनि त्यति बेला उनीहरू हाइपोग्लाइसेमिक हुन चान्सेस हुन्छ अरे क्या तर बच्चाको एज हेरेर नि हुन्छ होला हौ अप टु 3 मन्थ्सको बच्चाहरूलाई चाहिँ अप टु 3 मन्थ्स किनकि हाम्रो यो चाहिँ नि यो भुन्टे त्यो भुन्टे पनि त अस्ति 2 महिनाभन्दा अगाडि हामी त्यो एक्सप्रेस फिडहरू गर्ने बेलामा नि त राति 5 घन्टा चाहिँ सुता भनेको थियो नि त है दिउँसो जति खुवाए पनि 4 घन्टा 4 घन्टा खुवा भन्छ राति चाहिँ अनि दिउँसो चाहिँ 2-3 घन्टामा 4 घन्टाभन्दा धेरै सुतेको त्यही बच्चाहरू पनि खासै त्यो तर त्यसको लागि चाहिँ फेरि अगाडि टन्न खानु पर्यो टन्न मजाले खाछ भने त अनि मजाले सुतेछ भने त सुते के हो त त्यही राम्रो त एभ्री 4 आवर्समा चेक चाहिँ गर्ने अरे क्या कहाँ छ त नि त्यो अहिको उता त्यो बाटो थियो नि त्यहाँबाट जानुपर्छ कि डाँडा चढ्नुपर्छ कस्तो भिरको टुप्पो रहेछ है हाम्रो गाउँतिर खरभिर जस्तो खरभिर जस्तो मना मुस्ताङ गए जस्तै लाग्यो मलाई यसरी यस्तो भिरको जरा छ र हेलो सुतेछ मेरो पुरा यहाँ भुन्टे मस्त अरूलाई गाह्रो गरेर त सुत्छ नि तिमीहरू के कुरा गरेर हो त्यही कुरा हैकैमा अड्किँदा घरमा के अब भ्लग बनाउनु पऱ्यो फेरि अब भनेर अब यसो गोप्रो खोजेँ होइन खोजेँ अनि यसो डब्बाभित्र रहेछ कि भन्न डब्बाभित्र पनि पुरै धुलै धुलो कि धुलै धुलो 0% के त्यो अनै नभइदिएर कि अनि चार्ज गरेको 30% फेरि गाडीमा चार्ज गरेर अनि अन्त छ 60 जति छ पुरा पुग्छ यति हामी डुलेको यसमा त अब
छोटो मिठो चाहिँ मजाको हावा चल्ला तर यहाँ चाहिँ जाडो महिना छ बच्चालाई चाहिँ अलिक गाह्रो हुन्छ नि हो तर फ्रेस एयर चाहिँ मजाको भइरहेछ यहाँ घरभित्र बस्दा बस्दा सबजनाको टाउको दुइसकेको थियो यहाँ दामी छ यहाँ यहाँ चाहिँ अब फिटनेस लेभल अनुसार हिँड्ने ठाउँहरू छ लुकआउटहरू धेरै छ यहाँ अनि फल्स वाटरफलहरू पनि धेरै छ यहाँ हामी चाहिँ सजिलोवाला सिधावाला बाटो हिँडेको हिँड्न सक्ने त डाँडा डाँडा चढ्छ माथि माथि पुरै खतरा छ झोला ग्याङ धन्नैले फेरि त्यहाँ धन्नले काण्ड भएछ यहाँ अहिलेको नयाँ गीत गाउन त हातमा सुनको बालो गुराँस नानीवाला सिसन पानी गुराँस नानीवाला हटपट भएर किन हटपट मन परेर होला त्यो हटपट पनि खान पाइएन त्यसको भएर तर उसले भन्छ नि त आफै पनि म सिङ्गर होइन म पर्फर्मर इन्टरटेनर मात्र हो भनेर उसले गाएको सुनेछ त्यो सिसन बनाएको त्यो उसमा के अरे पोडकास्टमा आएर गाउँछ नि पुरै कता हिँडेको ऊ सिङ्गर होइन नि त ऊ सिङ्गर होइन नि त्यही भएर नेपालको ट्रेभिस स्कट युट्युबमा नेपालीहरूको पढ्नै भयो नि फेरि गीत पनि राम्रो छ नि त के राम्रो अब राम्रो के भन्नु त्यो त बवाले छ मान्छेहरू पनि सबजना जाने बेला भएछ हामी चाहिँ बल्ल यो विदेशको छ नि त राम्रो भनेको होइन यस्तो ठाउँहरूमा हुन्छ नि सफा हो क्या सफा भएर हो क्या खास नेपाल र यो सेमै हो नि खासमा नेपालमा यस्तो छ नि होइन हाम्रो गाउँतिर गयो नि त्यही हुन्छ नि है ठाउँहरू तर यहाँ सफा हुने के अरू भन्दा नि हेर अहिलेसम्म एउटा चुइङगमको प्याकेट पनि भेटाएन नि होइन ए नेपालमा भएको त अहिले त लेज वाइ साउस अझै हुँदा त्यो चना चटपट यहाँ ठेला हुन्थ्यो यहाँ अनि ठेला भएको पनि ठिकै हो खाना त मजा आउँछ यस्तो ठाउँमा तर त्यो फोहोर गर्ने क्या फोहोर गरेपछि चाहिँ झ्याउै हुने अब यहाँ चाहिँ अघि त्यो अगाडि इन्ट्रान्समा थियो कफी सप होइन त्यो नि सानो भ्याएन त्यसपछि खेप पनि छैन त्यहाँ यहाँको यो कन्जर्भेसन पार्कलाई तिर्नुपर्छ नि त उसले कति अब लिज के गर्छ कन्ट्र्याक्ट त्यसले बवाल हावा चल्छ अहिले त मेरो भट्टेकर कपाल पनि उडाउनु थाल्यो यसको ल बच्चा पाएपछि सबै कुरो यसकै वरिपरि घुम्छ बटन चाहिँ लाग्छ कि टोपी चाहिँ लागु होला टु सिजन खोइ हो लागेन टोपी पनि लगाऊ चिसा हावा आयो अब ल ओके ल ल ल Let's go. Let's get it.
लात्ता ब्लग गर्नु बेला बेला आफूलाई पनि खिच नाकको पोर्को मात्रै देखाइ फेरि त्यसमा चाहिँ भयो त्यस्तो ठुलो पनि छैन मेरो नाकको यो स्वर यहाँ अस्ट्रेलिया र के अरे अस्ट्रेलिया र हामी पहिला यस्तो घुम्नमा लाग्थ्यो नि त होइन पूजा र मलाई यहाँ त्यता गाडी पनि थिएन त आफ्नोमा अनि हामी बस चढेर आयो बस चढेर यहाँ बस चढेर आएको त्योभन्दा अगाडि त स्मिता म अनि त्यो मनसा पनि आयो के त बस चढेर आएको अनि त्यो पुरा पिकनिक जस्तै ड्रम स्टिक फ्राई गरेर अनि टिभी चाउचो बनाएर अनि बस चढेर 1 घन्टा बस चढेर यहाँ आएर माथि 1 राउन्ड हानेर अनि बुढाबुढी उहाँ गएर पुरा त्यो खाँदै बस्यो कि त्यस्तो थियो है दिन पहिला उता माथि गएर हेर्न दिन्छ कि कति राम्रो छ होइन है मोरेल्टा फल फर्स्ट फल हो यो त्यो फर्स्ट फल हो त्यो अझै माथि बिचमा छ म यहाँ चढेर खिचेको ठ्याक्क यही ठाउँमा हो तर यहाँबाट उता जान पाउँदैन यहीँबाट यही हो अन्तिम यहाँको चाहिँ यहीँ छ नि उता नजानुहोस् पौडी नखेल्नुहोस् अनि सर्पबाट सावधान फेरि अस्ट्रेलियाको सर्प फेरि खतरनाक हुन्छ नि फेरि त्यो राम्रो छ यहाँ आज कति मजा घाम लाग्यो हो किन हाँस्नु त्यसरी मेरो छोराले मेरो अगाडि क्यामेरा ल्याएर हाँसो लाग्यो कि यहाँ चस्मा त खत्रै भएछ हजुरको चस्मा हजुरको अलिक माथि भएछ क्या हो मैले माथि नै लगाएको ए होइन कि यो अलिक यस्तो माथि गरेको अलिक चलाउनु माथि नै लगाएको ए दुईजनै त्यस्तो गरेको मैले स्टाइल ओके ओके कस्तो लाग्यो हजुरलाई मोरेल्टा फल्स एकदम राम्रो लाग्यो अस्ति हामी कहाँ गएको अरे त्यो अर्को झर्ना के वाटरफल गल्ली होइन त्यो राम्रो कि यो राम्रो त्यो पनि राम्रो थियो त्योभन्दा झनै यो राम्रो यहाँ किन हिँड्ने ठाउँ राम्रो छ नि त हिँड्ने ठाउँ नै राम्रो छ यो झरना पनि अलि लामो राम्रै छ यो पनि त्यो पनि राम्रै छ यस्तो अरू मेन राम्रो भनेको चाहिँ ठ्याक्क दुईवटा ढुङ्गाकै बिचबाट होइन यो ढुङ्गा बन्न कति करोडौँ वर्ष लाएर त्यो बन्यो होला नि त्यो ढुङ्गा यसरी अनि यहाँबाट बिचबाट यो ढुङ्गा बनाएको हो होइन हो भगवान्ले बनाएको के कहाँ मान्छेले त्यत्रो ढुङ्गा खोपेर ल्याउँछ नि यहाँ आफै बनेको मतलब आफै के त्यो सुरुमा त बन्दैन नि त बिस्तारै बिस्तारै त्यो यो के भन्छ पृथ्वीको त्यो सर्दै गएर बन्ने हो नि त अनि तर अस्ट्रेलियाको धेरै जस्तो ठाउँहरूमा यस्तै हुन्छ उता एलिस स्प्रिङको त्यो सिम्सन ग्याप के भन्ने ठाउँमा पनि त्यस्तै छ ढुङ्गाहरू यस्तै मजाको हुन्छ कि जस्तै यो ढुङ्गामा यो लेयर छ नि लेयर यो एक लेयर बन्न कति लाखौँ वर्ष लाग्छ कि फुपू हजुरलाई कस्तो लागिरहेको छ त यो कस्तो लाग्यो मलाई राम्रै लाग्यो बाबु हजुरलाई यो राम्रो कि अस्तिको राम्रो यो राम्रो बेसरी ठुलो है पहिलाको त्यो पनि बेसरी ठुलै हो हजुर अनि यो चाहिँ यो पहाडले राम्रो छ यो राम्रो देख्यो यो माथिबाटै हिँड्ने बाटो छ यता माथिबाट त्यहाँ त हिँड्न सकिँदैन हजुर पुरै हिँड्ने नि त माथि मजाले हिँडेर अझै यस्तै झर्ना सानो झर्ना छ माथि अनि यही झर्ना अब यही खोला पुग्छ हामी यो खोला हेर्दा सानो त्यो हेर्दा त्यसरी ठुलो लाग्यो त्यो चाहिँ फेरि अलिक ठुलै छ के भन्नुभयो हजुरले प्रेग्नेन्ट हुँदा यति नै किलो बोकेर हिँडेको थियो अब तिमीले जन्मेपछि बोकेर हिँड्यौ यति किलो त केही थिएन हो यति किलो केही थिएन पनि हुन्छ नि त त्यो पेसेन्जर के हुन चाहिँ अब त्यति हिँडे चाहिँ केही भन्ने मिल्दैन है फेरि
घरमा सुतेर बस्यो भने चाहिँ मिल्छ बरु सुतिने 24 आवर्स सुत्यो त त्यो कहिले त हिँड्थ्यो नि त म काम पनि जान्थेँ हिँड्न सक्ने भए त काममा गयो नि नसक्ने भए चाहिँ कहाँ जान्छ काममा अहिले तिमीलाई बस्दा कति गाह्रो भयो मैले त्यो एक्सपिरियन्स गर्न सक्छु होइन मलाई बस्दा गाह्रो त भएको होइन त्यो चेन चाहिँ मेरो चुटेला कि भनेर ज्याकेटको माया लाग्यो क्या यहाँ लायन्स क्लबलाई धन्यवाद दिन चाहन्छौँ यो कुर्ची बनाइदिएकोमा यहाँ हामीलाई थकाइ मार्नलाई लायन्स क्लब अफ के हो रस ट्रेभर अब उतापट्टि फोटो सुरु भइसकेको छ अझै दामी देख्थ्यो वाटरफल त्यो बिचको त्यो के भन्ने त्यो रुख झाड है त्यो रुख है त्यो त्यो उ छ त्यो कबाबमा हड्डी त्यो कबाबमा हड्डी भयो त्यो रुख त्यो नभएकै एकदम दामी त्यो हजुर बुबु त्यो फेरि खोइ चाहिने रुख हो चाहिने जस्तो देख्दैन है यतिकै पलास छ के चस्मा खै चस्मा कुन चस्मा 50% खोइ अन्ली $100 को रेब्यान $100 को रेब्यान राम्रो छ नि ग्रेड कति छैन के युभी ग्रेड ए त्यो buy one get one 50% अफ थियो नि त अनि मम्मीको किन्दाखेरि नि यसको यस्तो साह्रै रुपियाँ पऱ्यो कि मैले किनेको 1 वर्ष भयो ल मेरो नि $100 हो होइन यो मैले $100 किनेको यो 4 वर्ष अगाडि मैले त लाखको लागि गरेको नानीले बल्लै होला त्यताबाट आउनु त म फोटो खिचिदिन्छु उताबाट त्यहाँ पानी छ हौ ढुङ्गा छैन र हिँड्नलाई त्यहाँ छैन त्यो आउने त्यहाँबाट कहाँ जाने हो र त्यो ठाउँै छैन त्यहाँ ठाउँ नै छैन के भने त्यस्तो के इङ्ग्लिस बोलेर त्यस्तो जङ्गल है के भने सुने मैले त किन कति महिना बस्ने अरे पूजा गर्नु अब कहाँ यो प्यारेन्टल लिभ म्याटर्निटी लिभ म्याटर्निटी लिभ त्यो अझै कति भएको छ यो पनि महिना यो चाहिँ अस्ट्रेलियाको चाहिँ राम्रो त्यही छ अस्ट्रेलियाको राम्रो छ के यो लिभ के टोटल मेरो लिभ भनेको 9-10-11 months हो के 11 महिना पेड लिभ आमाहरूलाई बाउलाई चाहिँ केही पनि छैन मैले 2 weeks दिएको होइन तिमीलाई ए मैले त 2 weeks पेड लिभ पाएँ गभर्मेन्टबाट तर म छुट्टी बसेको कति भयो छुट्टी बसेको म 2 महिना भयो अब है 2-2.5 महिना भयो अब पैसा पनि सक्यो अब चाहिँ काममा जानुपर्छ होइन त पैसा सकिन्छ काम जानु पऱ्यो नि त अब सेभिङ टाइट ब्याक टु वर्क भेरी सुन कहाँ जाऊ काम गएपछि बच्चा कसले हेर्छ त के भयो के को हो जाडो भयो ल अब पुग्यो हामी अब के भन्यो त्यो अस्ति त्यो वाटरफल गल्ली जाँदाखेरि के हो कहाँ छ वन जङ्गलमा खोइ कता गयो ए हेर्नुभयो उता दुइटा रहेछ वन खरायो 2 जना रहेछ बुढाबुढी खरायो कता हरायो
हरायो पहिलाको के वाटरफल के अरे त्यही वाटरफल गर्दै जाँदाखेरि मम्मीहरू माथि सेकेन्ड फल पनि गएको रहेछ भने कि ए अस्तिको पालि अस्ति उता अनि के हामी चाहिँ कुरै जाडोमा के भयो साना किन ऊ गरेको तिमी किन राजा साना सुत्ता नि मजा आएर खा उसलाई त्यहाँ भोक पनि लाग्यो भने अब कुन्चुलाई भोक लाग्यो मन छानालाई अरे भने मन छानालाई भोक लाग्यो खै भनेको तिमीलाई पहिलो बच्चा भएपछि अन्त गाह्रो के लाग्यो भइसकेपछि कि भएपछि नि के लाग्छ न मलाई त गाह्रो पाउँदा त के नै गाह्रो भयो है तिमीले पाएको म त्यो छेउमा थिएँ त नि खासै गाह्रो त भएन नि त ठाउँमा बसेर आफैले पाउनुमा धेरै फरक हुन्छ माइक त्यो होइन औषधिहरूलाई चाहिँ त अलिकति धेरै उस भएको नि त के अरे त्यही त त्यति बेला अनि अब दिमागमै आएन नि त दिमागमै अब त्यो कसरी त्यहाँ बच्चा निकाल्नु पर्ने थियो नि यहाँ भनेको मिसन नै अब फेरि हामी अब त्यो जानु ल फेरि हामी अब प्रोफेसनल भ्लगर पनि होइन नि त जाने हो त्यही भयो तर त्यो भ्लग खिचिराख्ने बानी भएको खिच्थ्यो होला होइन त्यति बेला मान्छेलाई अर्कै टेन्सन थियो होइन बच्चा निकाल्ने त्यो तिम्रो ढाडमा के हालेको अरे के औषधि अरे एपिड्युरल जाने माथि एपिड्युरल त्यो हाल्दो रहेछ होइन ढाडको यस्तो कस्तो केबाट हाल्थ्यो अरे पूजा गरौँ ढाडको यस्तो मासु त्यो स्पाइनमा हाल्दो रहेछ पुरा एपिड्युरल त्यो हालेपछि अनि पुरा तलको त उसको त कम्बर मुनि त थाहै नपाउने तर त्योभन्दा अगाडि चाहिँ पुरा यस्तो त्यो भेप ताने जस्तो भेप होइन के अरे हुक्का ताने जस्तो दिँदो रहेछ अनि त्यो तान्यो भने चाहिँ सुरुमा चाहिँ त्यो चाहिँ अलिकति माइल्डलाई त्यो होइन अनि पछि सुरुमा चाहिँ उसले त्यो तान्दिनँ भन्न थियो पछि चाहिँ उसलाई एकदम दुख्यो अनि एपिड्युरल दिनुभन्दा अगाडि चाहिँ त्यो एकछिन तान भनेर उसले तान्न थाल्यो त्यसपछि उसलाई त्यसमै अलिकति मजा आउनु थालेछ क्या मतलब दुखाइ कम भनेको के दुखाइ कम हुन थालेछ त्यसपछि त हरेक सासमा पुरा यस्तो यस्तो भयो पुरा हात चाहिँ त्यो हुक्का जस्तो त्यो पाइपमा यस्तो पुरै अनि त्यसपछि ट्राई गर्यो अनि यो भुन्टे निस्किनै गाह्रो भयो अनि डक्टरहरूले चाहिँ सर्जरी गर्नुपर्छ यताउता दिएको थियो अनि लास्ट ट्राई गरौँ लास्ट पुस गरौँ भन्यो अनि अपरेसन थिएटरमा लग्यो अनि त्यहाँ अपरेसन थिएटर फेरि बच्चा पाउने ऊ भइहाल्यो अनि एउटा पेसेन्ट अनि म त्यो बाहेक 15जना के 15-20 जना मिड वाइफ नर्सेसहरू 2-3 जना होइन त्यो डक्टरहरू पनि 5-6 जना अनि एनेस्थेटिस्टहरू 2-3 जना मान्छे त यति धेरै क्या अब त्यो एउटा बच्चा पाउनलाई पुरा अनि लास्टमा अनि क्लिपरहरू युज गर्यो 3-8मा जस्तो भ्याक्युम पम्प पनि युज गर्यो लास्टमा चाहिँ क्लिपले चाहिँ त्यो क्लिपले चाहिँ समात्ने त्यो पेन्ची जस्तो त्यसले समातेर निकाल्यो अनि धन्न सर्जरी चाहिँ गर्नु परेन नेचुरल जस्तै भयो अहिले आमा बच्चा दुवै एकदमै हेल्दी आमा बच्चा एकदम हेल्दी तर बाउको चाहिँ ढाड खुसिसक्यो ल अब हामी चाहिँ यहाँ यस्तो गुफामा आएछ गुफा भने के ओडार भनौँ न ओडार खतरा छ हौ यस्तो ओडार ए अब आमालाई दिएर थाहा पाउनु होला कहिले ठुलो छन्
फेरि फोटो सेसन सुरु बजेहरूको। यताबाट पारी चाहिँ हाम्रो दामी छ यस्तो। पहिला चाहिँ यहाँबाट अझै माछा जान मिल्थ्यो, अहिले चाहिँ बन्द गरेछ। ज्याकेटै थोसो हुँदैन। म गइराख्नु मुनि है, बिस्तारै बिस्तारै म गइराख्छु तल। यो अलिकति बाटो अलिकति फेरि माटो माटो छ यहाँ फेरि। अनि तिमीलाई राम्रो चाहिँ के लाग्यो उहाँ यहाँको हेल्थ फेसिलिटीहरू यताउता? मलाई नेपालको थाहै छैन, कसरी यहाँको थाहा हुन्छ? स्मिता गुरुङलाई थाहा छ नि बरु नेपालको होइन। स्मिता गुरुङले बच्चा पाएको चाहिँ होइन, तर उसले 2टा साथीहरूको त्यहाँ 2टा मसँग त 3टा हो नि। 3टा होइन, नेपालको 2टा के। उसले वहाँ गएर स्याहार सुसार गऱ्यो नि, अनि देख्यो नि त नेपालको कस्तो छ यहाँ कस्तो भनेर। ल स्मिता गुरुङ एक लट जाओस् त यता। तपाईँले के चाहिँ अनुभव के गर्नुभयो? ल अनुभव के गर्नु, अलिक बिस्तारै हिँड्नुहोस्, यता सकेन यहाँ। अनुभव केही पनि छैन। नेपालमा केही एक्सपिरियन्स गर्न पाइँदैन। के गर्न पाइँदैन? नेपालमा केही एक्सपिरियन्स गर्न पाइँदैन, फर्केर बस्ने हो। भित्र जानै पाउँदैन, कहाँ पाउँछ? लेबर रुमहरू जान पाउँदैन। मैला बुढा जानुपर्छ, बुढा पनि जान पाइँदैन। पाउँदैन ले राति कुर्न त पाउँदैन बुढाले। राति कुर्न त पाउँदैन ले। पाउँदैन त। अनि बच्चा पाउने बेलामा अनि त्यो यस्तो अनि इमोसनल सपोर्ट दिनलाई बुढीसँग साइडमा पनि पाउँदैन? पाइँदैन। प्राइभेटमा पाइन्छ। ओके, सरकारीमा पाएन? सरकारीमा पाएन, केस हेरेर। अनि एकदम सफा सुग्घर नेपालमा? एकदमै सफा होइन? साह्रै सफा, धुलो मैला यस्तो छ के अरे। अब यहाँको चाहिँ अब सँगै बस्न पाइन्छ, सँगसँगै के भन्छ। अझै हाम्रो त नर्सरी राम्रो भएर हाम्रो त 2-3जनालाई बस्दै थियो नि सुरुमा तलपट्टि होइन, लेबर रुममा त। अपरेसन थिएटर बाहेक अपरेसन थिएटरमा चाहिँ बुढालाई मात्र जाने रहेछ। अनि तल लेबर रुममा त त्यो लेबर रुम पनि यहाँ त सबैलाई एउटा पेसेन्टलाई एउटा रुम। नेपालमा चाहिँ पुरै होइन सोर्स लाएर भिआइपी रुम जस्तो गरेर हस्पिटलमा लिनुपर्छ त्यस्तो होइन, सिङ्गल रुम। यहाँ त अब सरकारी हस्पिटलमा गएको त्यहाँ पनि सबैलाई एउटा सिङ्गल रुम। अनि त्यहाँ कति हामी एक दिन अगाडि गएर बस्यो भने त्यहाँ एक दिन अगाडि बस्यो। अनि बच्चा पाएपछि पनि फेरि 2-3 दिन बस्यो हामी त्यहाँ। त्यस्तो बस्यो, हस्पिटल खाना खाइयो, सबै फ्रीमा त्यो पनि होइन। त्यस्तो राम्रो वर्ल्ड क्लास सर्भिस, वर्ल्ड क्लास इक्विपमेन्ट सबै यताउता सबै फ्री। युएसमा तिर्नुपर्छ क्या पैसा है? युएसमा त पछि आउँछ बिल। युएसको त्यो झ्याउ छ। युएसमा चाहिँ मैले सुनेको पुरा त्यो उहाँको उनीहरूको इन्सुरेन्स कार्ड भयो भने कति पर्सेन्ट सुने। अनि त्यसपछि त्यस्तो यहाँको चाहिँ हुन त अब फेरि यहाँको मेडिकल कार्ड जति मिनिमम त्यति त हुनुपर्छ होइन। त्यसको लागि पिआरसम्म हुनुपर्छ होइन? पिआर त पाउँदैन है, पिआरसम्म चाहिँ हुनुपर्छ। पिआर भएपछि मेडिकल कार्ड पाउँछ। मेडिकल कार्ड पाएपछि त्यसपछि चाहिँ हस्पिटलहरूमा अरूभन्दा नि यस्तो मेजर कुरामा क्या जहाँ चाहिँ पैसा खर्च टन्नै हुन्थ्यो नि त यति त। अनि त्यस्तोमा चाहिँ फुल फ्री। अब यो बच्चा कति अनि कति अब अस्ति पूजाको त्यो गर्ने बेला त एनेस्थेटिस्ट नै 2-3जना थियो भने, एउटा त्यो ढाडमा एपिडुरल कि हाल्नेवाला, अनि अर्को फेरि त्यो अपरेसन गरिहाल्नुपर्छ कि भनेर अनि त्यो चेक गर्न आउने थियो अर्को। अनि अपरेसन थिएटरमा थियो एउटा फेरि सिनियर एनेस्थेटिस्ट त्यहाँ रहेछ फेरि एकजना होइन।
तर यहाँको चाहिँ जोस् अनि फेरि काम कति प्रोफेसनल हुन्छ नि है जब सरकारी हो नि त त्यही पनि कस्तो प्राइभेट हुन्छ नि खतरा के यहाँ त झ्याउ भनेको त कहिले पेसेन्टले चाहिँ ल्याङ गर्छ क्या फ्रीमा पाउँछ होइन अनि त्यो ग्रान्टेड जस्तो हुन्छ नि त उनीहरूलाई अनि जे पनि त्यो ग्रान्टेड लिन्छ अनि फ्रीमा पायो भन्दैमा अब हुन्छ नि अब खाना अनि फ्रीमा यस्तो राम्रो खाना दिएर हुन्छ ब्यालेन्स डाइट दिनु त्यो पनि त्यो खाना नि भएन अर्को खाना ल्याइदिए त्यस्तो यस्तो नर्सहरूलाई अब हेप्ने होइन यस्तो गर्छ पेसेन्टहरू यहाँ चाहिँ नेपालमा चाहिँ नर्सहरूले अलिअलि के भन्ने उनीहरूको नि वर्कलोड धेरै भयो नि जस्तो लाग्छ मलाई त है पे कम पे जम्मा 10-15 हजार हुन्छ महिनाको त्यो $100 जस्तो हुन्छ अनि वर्कलोड चाहिँ फेरि एकजनाले कति पेसेन्ट हेर्नु पर्ने त्यो मात्र चढिहाल्छ नि अब यहाँको नर्सहरूको त कति एकजनाले 4जना पेसेन्ट हेर्छ तर हाम्रो यो बच्चा पाउनेमा चाहिँ एउटा मिडवाइफले एउटा मात्रै हेर्दो रहेछ अनि झन् पर्सनलाइज सर्भिस जस्तो हुने एउटा होइन र मिडवाइफले नि अस्ति के हो है 1 to 1 थियो नि त होइन त्यहाँ त त्यही भएर राम्रो कि तर जे होस् ठिकै राम्रै भयो होइन एकछिन त मेरो आँसु आउनलाई थियो त्यहाँ पुरा आँसु रगत देखेर त्यो के भन्छ त्यसलाई त्यो स्ट्र्याप के अरे त्यो समात्ने कुरो क्या पेन्चिस है के भन्छ त्यो समात्ने कुरो बच्चा टाउको समात्दैछ तान्ने त्योहरू गर्नेमा चाहिँ अलिकति ब्लिडिङ भएको थियो अनि त्यति बेला चाहिँ पुरै म चाहिँ पूजाको टाउकोतिर बसिरहेको थिएँ अनि यता भुइँमा देखिन्छ नि त ब्लड झरेको त्यति बेला चाहिँ अलिकति मन खिन्न भएको थियो पछि यो निक्ले यो जन्मेपछि त्यसपछि त सबैजना हो र हाहा यति धेरै मान्छे फेरि है थोरै भयो भने थिएन 2-3 जना अपरेसनल बढीमा 5-6 जना होला भनेको त 15-16 जना क्या अब त्यहाँ सबजना कोही काम त के थाहा छ त्यहाँ कामै थिएन नि त होइन अनि मोबाइल माग्यो मोबाइल दिएँ पुरा फोटो खिच्ने काम कोही नर्सहरू के नर्स अनि त्यहाँको त्यो टेक्निसियनहरू यताउता त्यो सपोर्ट स्टाफहरू कस्टको चाहिँ पुरै हेरेको थिएँ छोरालाई राम्रोसँग देखाइदिउँ न यो पुरै यो आफ्नै हातले होइन कोतार्ने उसको रातो भए ल आमा यता आमा यता चाहिँ दाइ आमा भन्दो रहेछ नि त होइन गड मदर भएको मेरो त्यहाँ चामल खानु बाँकी छ चामलको पैसा भेटायो नि फेरि पैसा त मैले खोइ देऊ म धुला के पकाइन्छु भनेर पैसा लिनु पऱ्यो फिता हानेको त उयो के भन्छ दुध खान्छ कि होला हाँसिकन कहाँ आएको जाना म बस्छु त बसिहाल्नु त उसको नाम चाहिँ ड्यानियल सिंह गुरुङ ड्यानियल चाहिँ मेरो नाम हो मेरो बच्चाको नाम हो सिंह चाहिँ मेरो बाजेको मिडल नेम अनि गुरुङ त गुरुङ भयो नि एक गुरुङ पुरा सानो आयो पुप्पु गरेको हो र कि सुसु गरेको सुसु गरेको हो र हो यो त पुरै जाँड खाए जस्तो मान्छे देखेको कस्तो मोटे देखेको यो भिडियोमा त चिन पनि पुरा पक्क देखेछ साना कता आएको साना आज सबैले आशीर्वाद दिनु होला आमा र बच्चा दुवैलाई कहाँ छ मच्छर पछाडि बुबु खानु लाग्यो ल से बुबु खाएपछि भेटौँला अब ल घर पनि आइयो अब मेरो ड्युटी परेको छ खाजा बनाइदिने लेडिजहरूको लागि र खाजा परेको छ नेपालको राष्ट्रिय अन्तर्राष्ट्रिय खाजा वाइ चाउचाउ अब यो बनाएर खुवाउनु पऱ्यो म चाहिँ खाँदिनँ ज्यान घटाउनु लगाएर छु डाइटिङ
अब यो बनाउनु चाँडो Please enjoy. Okay, Okay, thank you. thank you. My son. My son.